नमस्ते, स्वागत छ हजुरलाई दिदीको किचनमा। आज चाहिँ सिजन चलेको छ कटहरको सब्जी बनाऊँ है। मैले चाहिँ सिम्पल तरिकाले बनाउँछु। अब सबै काटकुट पारेर तेलसेल तताइसकेर पनि प्याज भुटपाट पार्ने। यसमा चाहिँ अलिक बढी नै प्याज हाल्नुपर्छ। मजाले प्याज के अरे धेरै हाल्यो भने चाहिँ खसीको मासु जस्तै हुन्छ कि। यसलाई मजाले प्याज भुटपाट पार्ने। प्याजलाई रातो रातो हुने गरेर भुटेपछि अब हुन त सबैको आफ्नो आफ्नो तरिका हुन्छ हैन। म चाहिँ यसरी छिटो सजिलो तरिकाले बनाउँछु। सबैले यस कटहरको सब्जी पकाउने भने सबैले मिठै पकाउनुहुन्छ। सिटीमिटी यो कटहरको सब्जीहरू पकाउन झ्याप्प जसले नि जान्दैन। यस पकाउनेले चाहिँ राम्रै पकाउनुहुन्छ। अब चाहिने मरमसला त सिम्पल त्यही नै हो। त्यही हो, अलिकति यसमा चाहिँ मासु जस्तै अलिकति बेसी नै हाल्नुपर्छ। जिरा धनियाँको धुलो, खोर्सानीको धुलो हैन, अदुवा लसुनको पेस्ट, हल्दी, नुन स्वाद अनुसार यसरी हाल्ने सबै। अनि यसमा त टमाटर पनि मैले एकैचोटि हालेर भुटेर यसरी। अनि यो कटहर पनि चिसो पानी मैले चाहिँ फ्रिजमा राखेर चिसो पानीले धुन्छु कि यसको चोकहरू पनि मारिदिन्छ। अनि मजाले यसलाई चाहिँ यसरी मजाले चलाउने। टमाटर मरमसला सबै भित्र पस्छ कि मजाले एकछिन भुट्ने। अनि मैले चाहिँ अनि यसरी कुकरमै बनाउँछु कि छिटो नि हुने सजिलो नि हुने। अनि अलिकति यतिको भएपछि अलि तल चाहिँ अलिअलि लागेछ कि। अनि मैले चाहिँ यसमा थोरै पानी पनि एड गर्छु। अनि मैले चाहिँ यसरी मिट मसला पनि हालिदिएँ पछाडिबाट। अब यसलाई मजाले सबै चलाएर एक दुईचोटि अब यसमा 2-3 सिटी पाल्दा चलाउँदै हुन त पाकिसक्यो। 2-3 सिटी मजाले लगाइदिएपछि खानालाई रेडी हुन्छ कि। अब यसलाई मजाले लगाइदियो। अब केही छैन, सजिलो छ। म चाहिँ सजिलो तरिकाले बनाउँछु। यसरी सिटी पनि लगायो। अब यसो के कस्तो हुन्छ लाइक कमेन्ट सेयर है। मैले जे जानेको छु हजुरलाई सिकाएको छु। हजुरहरूले पनि के कस्तो छ कमी कमजोरीहरू एकअर्काबाट सिक्दै जाने हो हैन। यसो लाइक सेयर कमेन्ट गरिदिनुहोस् है। धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। यस्तो भएछ मेरो कटहरको तरकारी। धन्यवाद।